विकमा ब्याक टु ब्याक दुईवटा लस भयो। फर्स्ट लस फ्राइडेको लो यहाँ थियो, फ्राइडेको लो यो क्यान्डलको आसपास थियो। लो स्वाइप गरेर दुईवटा क्यान्डल बुलिसमा दुईवटा बुलिस क्यान्डल बन्यो। लो स्वाइप गरेर उँभो गयो त मैले एन्ट्री लिएँ, मार्केट तल झऱ्यो। स्टप लस हिजोको मिस्टेक चाहिँ के भयो भने यो एरियामा थियो लो, यस प्रिभियस डे लो, त्यो मार्केट उँभो यहाँनिर ट्याप गरेर रिजेक्ट भएर उँधो झऱ्यो। त जस्तो यो रेड क्यान्डल छ त्यति बेला मैले जब यहाँ आइपुगेको थियो सेल गरिदियो। यहाँ चाहिँ मेरो मिस्टेक चाहिँ के भयो भने यो क्यान्डल क्लोजै हुनु नदिकन मैले सेल गरेको थिएँ, तर यो क्यान्डल यहाँ क्लोज भयो, अर्को क्यान्डल ग्रिन बन्यो, त्यो पनि स्टप लस हिट। यो चाहिँ हो मेरो 5K को एकाउन्ट। यसमा चाहिँ यो USDमा बाई गरेको, यो USDमा बाई $21 नुकसान। यो मेरो 1K को अकाउन्ट, दुईवटा ट्रेड, दुईवटामा लस। हिजो चाहिँ मिस्टेक के भयो भने 0.15मा लिएको मैले, अर्को अकाउन्ट सोचेर ट्रेड लिएको, तर यो परेछ। यो सानो अकाउन्टमा यसमा भयङ्कर लस हो। अब यसमा रिकभर गर्नुको लागि मलाई मेरो दाँतबाट पसिना निस्किन्छ।